सम्पूर्ण गाईहरूलाई आज यो बुटोलको टिनौ नदीमा म आएको छु। बुटोल टिनौ नदीको वरिपरिमा अहिले तत्परताहरू भइरहेको छ। बर्खाको समयमा चाहिँ एकदमै ठुलो वरिपरिको घरहरू बगाउने गरी यो टिनौ नदी आउँछ। तर अहिलेको समयमा चाहिँ सुक्खा छ। यो टिनौ नदीमा चाहिँ अहिले पानी ठोको पनि छैन, केही पनि छैन, सुक्खा छ। तर वरिपरि यसरी अपहरण गरेको छ। तर अहिलेको समयमा चाहिँ यो बर्खामा चाहिँ पानीले बगाएको कारणले अहिले यसरी तटपटनको लागि फेरि कामहरू सुरु भइरहेको छ। तर बर्खामा चाहिँ धेरै ठुलो बाढी आएर यहाँ वरिपरिको बस्तीहरू बगाउने अवस्थाहरू छ। तर अहिलेको समयमा चाहिँ एक थोपो पानी पनि छैन। नदीलाई हेर्नुभएको छैन, देख्नुभएको छैन, हेर्नुहोस्। तर यो चाहिँ हाम्रो बाट आएको बजेट हो। तर पनि यो चाहिँ यसरी गरेको थियो। तर पनि यो पनि टिनौ नदीले बगाएर फेरि यसलाई भत्काइदिएको छ। एक वर्ष मात्र पनि भएको छैन। तर यो बर्खामा बगाएर फेरि बनाउने योजनाहरू तटबन्धनको कामहरू हुँदैछ। हेर्नुहोस् साथीहरू, टिनौ नदीमा चाहिँ अहिले एक थोपो पनि पानी छैन। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। यस्तै यस्तै भिडियोहरू लिएर आउने नै छु। यसरी तलबाट बगाएकोलाई फेरि बनाउँदै गर्दै गरेको अवस्थाहरू छ। यसरी तटबन्धन भएको छ। यो टिनौ नदी चाहिँ एकदमै ठुलो छ। हेर्नुहोस् गाइसहरू, यसरी यहाँनिर चाहिँ ठुलो ढुङ्गाहरू पनि छ। यहाँनिर चाहिँ अहिले तटबन्धन गर्ने क्रममा ढुङ्गाहरू जम्मा गरेर राखेको छ। हेर्नुहोस् गाइसहरू, तपाईँहरूलाई के कस्तो लाग्छ मन पऱ्यो भने लाइक गर्नुहोला, भिडियोमा कमेन्ट पनि गर्नुहोला। विशेष गरी म चाहिँ युट्युब नयाँ हो, त्यसैले सबैले सब्सक्राइब गर्नुहोला, साथ सपोर्ट दिनुहोला। यसरी टिनौ नदी चाहिँ अहिलेको अवस्थामा चाहिँ एउटा बगर जस्तै देखिन्छ। तर बर्खामा चाहिँ एकदमै वार पार हेर्नुहोस् त, माथि यो सबै भरिन्छ पानीले। खोला आएर पानी आएर भरिन्छ। अनि योभन्दा उतापट्टि पनि अलिकति खोला छ। हेर्नुहोस् गाइसहरू, भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्नुहोला साथीहरू। यस्तै भिडियोहरू फेरि लिएर आउनेछु।